हैन हैन उ गरेर जल पुरै नचढाऊ, त्यो चढाए जस्तै मात्रै गर त मैले आए। बनाइदिए नानी नयाँ गरिकन ल कस्तो बनिन्छ बुझाउनेछ। नानी त कलश यहाँ दादा उसलाई दिऊ भाउजूलाई। होला अब कलश लिएर अब समाउनु सबै पर घुम जाऊ वरिपरि जाऊ हो त्यता दुइटै। हैन हैन उ गरेर जल पुरै नचढाऊ, त्यो चढाए जस्तै मात्रै गर त मैले आए। दाइलाई पनि देखाउनु है नानी। दाइलाई देखाएर हो त्यसमा हो बस ल अझै एकखेर कहीँ चढाऊ, 3 फेर पुग्छ ट्याक्क, त्यहाँबाट बल्ल लगाइदिनु। हो त्यहाँ पनि चढाइदिनु, सबैलाई चढाइदिन्छु। त्यहाँ आउँदो स्टार्ट गर्ला नि त्यसै एकखेर मात्रै 3 फेर बनाइदिए नानी नयाँ गरिकन ल कस्तो बनिन्छ बुझाउनेछ। ल अब सिधै आइजा र त सिन्दुर पुरा देखा त, त्यसरी आइजा र अलि नजिकबाट सिन्दुर देखाइदे। बेटी चढाउ र त्यहाँबाट गएर घोप्टे परेर ढोगेर अब आफूले उ गर्ने। देख्यो के हुनु त्यस्तै लाऊ सम्पत्तिको आयु सबै कुरा लक्षण सबै कुरा शान्ति मन्दिरमा आएर त्यो दम्पतिको कार्यक्रम सुरु गरेमा पितृहरूले सधैँभरि जीवनमा अब यहाँ है ल हजुरले थाप्नुहोस् मैले ल सासू ससुराले थाप्नुहोस् ल तुला नाम प्रज्वल राणाको तर्फबाट भगवान बुद्धले दिनुभएको गृह विनयमा उल्लेखित वचनलाई श्रीमानले पालना गर्नुपर्ने प्रतिज्ञालाई वाचन गर्दैछु। बुद्ध धर्म त्रिरत्नको पवित्र गुण अनुस्मरणका साथै हाम्रा ज्ञात अज्ञात पृथ्वीहरूको भाविता गरी उपस्थित भइरहनुभएका मान्यजनहरूलाई आशीर्वाद सम्झी आजको मिति यस समयदेखि मैले आफूलाई सुश्री तिलकुमारी राणाज्यूको अभिन्न अङ्ग सम्झी उनको जीवन साक्षी श्रीमानको रूपमा उल्लेखित वचनलाई श्रीमतीले पालना गर्नुपर्ने प्रतिज्ञालाई वाचन गर्दछु। बुद्ध धर्म हाम्रो यो सम्बन्ध सुमधुर र दुवै परिवारको सुख समृद्धिमा दरिलो सम्बन्ध साबित पहिला पनि भएको थियो, अहिले पनि हुनेछ र पछि पनि हुनेछ। हजुरलाई थाहा छ कि छैन, अहिले तपाईँको सरकारको डाटामा 10 लाख मान्छे चाहिँ तपाईँको अमलकारी होइन तलको
बुद्ध धर्मसँग त्रिरत्नको पवित्र गुण अनुस्मरण वा भविता गरी उपस्थित भइरहनुभएका मान्यजनहरूलाई साक्षी भाव सम्झी तपाईँहरूले अर्पण गरिदिनु भएका उत्तरदायित्वलाई हामीले सहर्ष स्वीकार गर्दछौँ। साथै वचन पनि दिन्छौँ कि आफ्ना यी दुलैको सुख संरक्षणको पूर्ण रूपमा ध्यान पुर्याई ख्याल विरत्नको पवित्र ल मसँग भन्नुहोस् है, बुद्ध धर्म मेरो र मायाको प्रेमलाई कसरी रोक्न सक्छ? आज म कसरी रोकेर रोक्नु पर्छ? किन होला यस्तो ढिलो रहेछ गीत लाउन? ल रमा यता हेर बिना। हेलो हेलो नाच न के भयो? ओके यसले भन्छु म जान्छु।